आज चाहिँ हामी सेनमुनम गुरुज्यूको निवास फालेलुङ 5 प्राङबुङमा आइपुगेका छौँ। हुनुहुन्छ? एकदम ठिकै छु। भन्नु पर्दा प्राङबुङमा चाहिँ नभएर संसारको कुरा हो। आज पुग्नु सकिएन संसारमा, र पनि मन त पुगिरहेको छ। यसो भगवानको नाममा बसिदिनु होला। यो धेरै नरज्यूलाई त धेरै दिनमा भेट्यो झन्। संसारको सेनमुनम गुरुज्यू धेरै तकडा हुनु भएको छ। उहाँले सङ्ग्रहालय देखाउनु हुँदैछ। अनि यो पल्टने दाजु हो। अनि यस्तो चाहिँ छ। अनि यहाँ भोजपुरमा सङ्घर्ष गरेकोहरू बाजेको ऊदेखि नै पालादेखिको यो घन्टाहरू यहाँ बाजेकै पाला हो। यो अहिलेको हावा रूपी वायु रूपी निराकार अन्तर्यामी सर्वव्यापी हुनुहुन्छ। दिन्छ हामीलाई, पक्कै दिन्छ। चिताए मनुवा पुऱ्याइदिन्छु भन्छ भगवान्ले। है पुर्याउने बेला छ, पुर्याउने बेला। आदि यात्रीहरूलाई चाहिँ मनन चिन्तन गर्नुहोस्। साह्रै गले थाके भनेर नथाक्नुहोस्। एकदम सँगले भगवान्ले आशीर्वाद दिँदैछ। यात्रीहरूलाई एकदम फलोस् फुलोस् भन्ने कामना गर्छु। हाम्रो जति पनि सङ्घर्ष कार्यहरू संसारमा सबैलाई मेरो आशीर्वाद होस्, पूर्व पश्चिम दक्षिण भन्ने आशावादी छु। स्याङमी जय प्रे। गुरुज्यू अब राम्रो बस्दै गर्नुहोस् ल। ल ल ल ल। आज चाहिँ हामी सेनमुनम गुरुज्यूको निवास फालेलुङ 5 प्राङबुङमा आइपुगेका छौँ। निकै लामो समय पछाडि गुरुज्यूको निवासमा यो गुप्तेश्वर महादेवको मन्दिर पनि गुरुज्यूले बनाउनु भएको छ। उहाँको निवास सेनमुनम गुरुज्यू गुप्तेश्वर महादेवको मन्दिर गुरुज्यूले आफ्नो सानो कटेज पनि बनाउनु भएको रहेछ। ल नरेशज्यूसँग आइपुगिएको छ उहाँ मेरो साथी। ल गुरुज्यूको निवास आइपुग्यो। कता बस्नु भएको छ गुरुज्यू? हजुर गुरुज्यूको निवासमा हामी आइपुगेका छौँ। सेवमी जय प्रेम। सेनमुनम गुरुज्यू जय प्रेम। बसौँ। जय प्रेम। बसौँ न। ल है आइपुग्यो है हजुरको निवास। एकदम राम्रो, आउनुपर्छ। स्वास्थ्य कस्तो छ हजुरको अहिले? अब यस्तै यस्तै छ। अस्ति तल भन्दा त राम्रो हुनुभएछ नि हौ। अब राम्रो भए पनि नराम्रो भए पनि उमेर गएपछि काम दिँदैन। हजुर त प्राङबुङले नै थाप्ला जस्तो छ अब। होइन अब भन्नु पर्दा प्राङबुङमा चाहिँ नभएर संसारको कुरा हो। आज पुग्नु सकिएन संसारमा, र पनि मन त पुगिरहेको छ। त्यस्तै छ। लु राम्रो भएछ हजुरको स्वास्थ्य। अलिक मासु पनि लागेछ? मासु पनि लाग्छ, हड्डी पनि लाग्छ, त्यो त के लाग्छ। अनि अस्ति बर्खामा भन्दा त कता कता राम्रो भएछ? होइन राम्रो भएको त अब खुसी लाग्यो है मलाई चाहिँ। ल धन्यवाद। महासाथी ज्यू आउनुभयो, धन्यवाद छ तपाईँहरूलाई। मलाई भेट्न आउँदाखेरि यसो भगवानको नाममा बसिदिनु होला। यो धेरै नरज्यूलाई त धेरै दिनमा भेट्यो झन्।
अस्ति तल देखेको थिएँ अलिकति तल बैठकमा आउनु भएको थियो नि तल ओलमा कार्यक्रममा ए हजुर हजुर अलिकति गाडीमा थिएँ तपाईँ पछिको जानुभयो ए हजुर म त्यहाँ धन्यवाद तपाईँलाई धन्यवाद गुरुज्यू अब मेरोबाट के छ र त्यो भए पनि धन्यवाद नरेन्द्रज्यूलाई हामी भनेको जरा हो जराले अब के गर्नुपर्ने हेर्नु छ जरा भनेको राम्रो जरा लाग्यो भने बलियो रुख हुन्छ कि होइन अलिकति प्रार्थना गरौँ होला ल ओम संसारको मानवहरूलाई दुःख कष्ट पूर्व पश्चिम दक्षिण चारै दिशामा धेरै तकडा हुनु भएको छ उहाँले सङ्ग्रहालय देखाउनु हुँदैछ उहाँको घरमा आज आइएका थियौँ हामी चाबी खोल्दै हुनुहुन्छ फोटो पनि राख्नु भएको रहेछ गुरु हजुरसँगको अनि उहाँको लाउरेको पनि रहेछ भूतपूर्व आर्मी नम्बर 94 सुबेदार 0 सुबेदार 211 GR हर्क प्रसाद केरु ल खोल्नु भयो ओहो खतरा पो बनाउनु भएछ त हौ उहाँको जीवनभरिको प्रगति भन्नुपर्छ होला यो गुरुज्यूको ल हेर्नुहोस् सङ्ग्रहालय है ल के देखाउनुहोस् त गुरुज्यू के राख्नु भएको छ तपाईँ हेर्नुहोस् न ल खिच्नुहोस् त आफै हेर्नुहोस् न भन्नु न के हो होइन भनेर कहाँ हुन्छ मैले सक्दिनँ नि हो यसो हेर्नुहोस् न यो शङ्ख सभामा दिएको होला सम्मान पत्र होला यहाँ हेर्नुहोस् अनि यता हामी यो सङ्घर्षमा भोजपुरमा गरेको कुराहरू हो अनि सङ्घर्ष यहाँ सल्पामा जाँदाखेरिको हो माथि अध्यक्ष छ नि सल्पामा जाँदाको कुरा हो अनि यतातिर यो सभापोखरीमा गरेको कुरा हो यिनीहरू यहाँ यो लहरै बसेको छौँ नि अनि यो माथि गुरुहरूको अनि यो हाम्रो विश्व सम्मेलन भएको थियो नि धरानमा त्यसको होला अनि यता गुरुहरूको भयो यहाँ गाउँले हाम्रो भयो यतातिर भयो अनि यो फाल्गुन गुरुलाई सुप्रिम मास्टर बनाएको डबल डिग्री पढ्ने उहाँले बनाएको सुप्रिम मास्टर बनाउने उही हो उनै हो अनि यो पल्टने दाजु हो अनि यस्तो चाहिँ छ अनि यहाँ भोजपुरमा सङ्घर्ष गरेकोहरू कुराहरू छ यहाँ 120 वर्ष पुग्ने गुरु छ अनि अनि त्यहाँदेखि यहाँ ठुलो गुरुले दिएको मलाई यहाँ होला यिनीहरू दार्जिलिङमा दिएको होला कहीँ दिएको होला अनि यहाँ फाल्गुनन्दको अनि हुँदाखेरि चाँदीको मुकुट लगाएको गुरुले है अनि यहाँ उहाँको सँगै काम गरेको हामीले अनि मेरो परिवारहरू यहाँ हजुरको परिवार देखाउनु न म हो यो परिवार यहाँ मेरो दाजुहरू महिला दाजुहरू कान्छा भाइहरू छ परिवारहरू अनि यो भर्खरै मलाई यो नरेशिव पढी हेर्नुहोस् यो यस्तो मलाई भर्खर दिएको नरेन्द्र मोदी विचार
मञ्च भारत भनेर दिएको रहेछ। यो 108 अभिनन्दन पत्र रहेछ। अनि यो उहाँले दिएको, यसले यो मान्छे आएर खुदै मलाई दिएको। ओम श्री 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 महागुरु सिद्ध पुरुष तान्त्रिक परम पूज्य शिव शक्ति बाबा, उहाँले नै मलाई खुद आएर दिएको है। भित्री छ, यहाँ भित्री पनि छ। ओ गुरुको आमा बाबाको छ भित्री फोटो। अनि अब उता गुरुको फोटो चाहिँ मूर्ति छ, देखाउनु भएन, त्यो खिच्नु भएन, खिच्नु चाहिँ भएन। बाबा मम्मी हुनुहुन्छ छ त, भित्र राख्नु भएको छ गुरुज्यूले। अनि यो किताबहरू, अनि यस्तो किताबहरू यहाँ छ। हजुर कस्तो राम्रो बनाउनु भएछ हजुरको। अब यही हो नि ठुलो होइन, अब सम्मान त अब जिन्दगीमा कमाएको कुरा। आर्थिक छैन, गभर्मेन्टबाट भए पो अलिकति हो कि भन्नु, आफ्नो व्यक्तिगत भनौँ न हौ। यो चाहिँ साह्रै राम्रो सम्मान पत्र पाउनु भएको छ है। ल हेर्नुहोस् है, पछिबाट पनि गर्दा हुन्छ। यति मजाको आफै बनाएको निर्वाण पाठ केटाले बनाएको आफै। गुरुजीको चाहिँ एकदमै जीवनको सङ्घर्षको है, त्यस्तै छ। सङ्घर्ष। पर पनि मन्दिर कति वर्ष पुग्नु भयो त यत्रो सम्मान कमाउनलाई? अहिले 87 छु। अहिले यति कमाउनुको लागि चाहिँ लगभग 25-26 वर्ष लाग्यो हजुर। निकै लाग्यो है? निकै लाग्यो, गाह्रो पर्दो रहेछ, ढुङ्गाको गाह्रो। अहिले चाहिँ आफ्नै निवासमा हुनुहुन्छ नि गुरुज्यू? हजुर आफ्नै निवासमा हुनुहुन्छ होइन? आफ्नै निवासमा छु हजुर। ल ल, अब गुरुज्यू बुढेसकाल भयो, सकिँदैन, आफ्नै निवासमा छु है हजुर। हजुर ल, सेनमन्दम गुरुज्यूको निवासमा हामी चाहिँ आज उहाँको प्रगतिहरू सम्मान पत्रहरू पनि हेरेका छौँ। भारी चाहिँ मेमेङ हो, खालेलुङ गाउँपालिकाको मेन सदरमुकाम भारी हो। हाम्रो खालेलुङ गाउँपालिकाको चाहिँ कार्यालय देख्दैछ। ल, उहाँको गुप्तेश्वरी मन्दिरमा पनि दर्शन गरेर जानुहोस् भन्नुभयो। ल आउनुहोस्, महागुरु फाल्गुनन्दको फोटो खिचेर लानु। ए ल यो 2000 मा बनाएर ल्याएको, यहाँ मैले यता एउटा मन्दिर बनाएर गरेको छ फाल्गुनन्दको। ल, फाल्गुनन्द गुरुज्यूको पनि राख्नु भएको रहेछ। फाल्गुनन्दको यो घन्टीहरू, यो सबै जुत्ताहरू यो शङ्कर सभामा दिएको थियो यिनीहरू, मैले दिएको। अब मेरो बाजेको ऊदेखि नै पालादेखिको यो घन्टाहरू यहाँ। बाजेकै पाला हो? यो पूजा बिहान बेलुका अहिले पनि गर्दै हुनुहुन्छ? सोमबार बेलुका छोड्नु भएको छैन? गर्नु पर्यो नि त। अब यस्तो लडाइँ छ, लडाइँ मात्रै गरे भएन नि, भगवान्सँग शक्ति माग्नु पर्यो नि। ए ल हजुर, मागिराख्नु भएको छ है गुरुज्यू? मागिराखेको छु है। ल सबैको लागि नि? सबैको लागि, मेरो लागि मात्रै होइन, सबैको लागि। यो भर्खर यो झन्डा लिएर राखेको फाल्गुनन्दको जयन्तीमा है। हजुर। अब सकेन म गर्दैछु। अब भर्खरकोले कति के सामान छ, गर्नुपर्ने कुराहरू देखिन्छ। हजुर। धेरै परिवर्तनमा जानु पर्ने देखिन्छ है। अब यता गुप्तेश्वरी महादेव छ, अन्डरग्राउन्ड छ, एकदम निकै आधा 1 घन्टा नै लाग्छ भित्र जानु भित्र होइन है। ल हुन्छ, ल ल ल हजुरलाई धन्यवाद छ है हजुर। गुप्तेश्वरीको शक्ति सबैलाई प्राप्त भइरहेको छ है गुरुज्यू? शक्ति त म मागिराखेको छु, शक्ति मागिराखेको छु भन्नु पर्यो। अब शक्ति त दिन्छ दिँदैन होइन, भगवान्ले दिन्छ। उहाँ भनेको हावा रूपी वायु रूपी निराकार अन्तर्यामी सर्वव्यापी हुनुहुन्छ, दिन्छ हामीलाई, पक्कै दिन्छ। चिताए मनुवा पुऱ्याइदिन्छु भन्छ भगवान्ले है। पुर्याउने वाला छ, पुर्याउने वाला छ। 20-25 वर्षको सङ्घर्षहरू
पक्कै पनि हुन्छ भन्ने आशा छ। हजुर ल धन्यवाद हजुरलाई, एकदम मेरो निवासमा आउनुभयो। मेरो निवास त होइन, मेरो सारा त बुहारीहरूको निवास हो। म त एकछिन परदेशी मात्रै हो। हाम्रो प्रेमवादी यात्रीहरूलाई के भन्न चाहनुहुन्छ गुरुज्यू? प्रेमवादी यात्रीहरूलाई चाहिँ मनन चिन्तन गर्नुहोस्, साह्रै गले थाके भनेर नथाक्नुहोस्। एकदम सँगले भगवान्ले आशीर्वाद दिँदैछ। यात्रीहरूलाई एकदम फलोस् फुलोस् भन्ने कामना गर्छु। हाम्रो जति पनि सहज कार्यहरू संसारमा सबैलाई मेरो आशीर्वाद होस्, पूर्व पश्चिम दक्षिण भन्ने आशावादी छु। स्याङ्मी जय प्रेम। अनि अहिले चाहिँ हजुरको स्वास्थ्य राम्रो छ नि पहिला भन्दा त? अब राम्रो नराम्रो भनेको त म त जान्दिनँ, उहाँकै कृपा हो, भगवान्को कृपा हो। कहाँसम्म मलाई राख्छ त्यहाँसम्म बस्छु। अब हजुर है 79 वर्ष पुगिसक्नुभयो? 87। 87 र पनि जोस चाहिँ छ है सेनबन्धम गुरुको? हजुर जोस त छ, तर होस् चाहिँ नभए पनि त्यही पनि अलिक त होस्, हराएको त छैन है हजुर। खुसी हुनुहुन्छ होइन गुरुज्यू? हजुर खुसी हुनुहुन्छ नि? एकदम आज त एकदम खुसी नै लाग्यो मलाई, किनभने यस्तो भगवान् जस्तो मान्छेहरू भेट्दाखेरि मलाई खुसी लाग्यो। हजुर हो नि। ल ल ल ल हजुर यस्तै छ। दुखो नमान्नुहोस्, तकलिफ नमान्नुहोस्, कोही बात छैन। सत्ययुगमा पनि महापुरुषहरू लडाइँ गर्थ्यो, काँड धनु गरेर एकदम भगवान्हरू पनि लडाइँ गर्थ्यो एकदम सँगले। ल कति खुसी हुनुहुन्छ गुरुज्यू, आफ्नै निवासमा रिटायर बिताइरहनु भएको छ सेनबन्धम गुरुज्यू। ल बाई बाई भनिदिनु बस गुरुज्यू। बाई बाई आइपुग्नुभयो, मलाई भेटघाट गर्नु, हामीलाई भेटघाट गर्नु आउनुभयो। आशीर्वाद होस्, जय होस्, कल्याण होस्। जति पनि चिताको आँखेको मान्छेलाई के भन्छ भने चिताए मनुवा पुऱ्याइदिन्छु, भगवान्ले भनेको छ। भगवान्ले पूर्व पश्चिम दक्षिण सबलाई जय होस्, कल्याण होस्। हस् जय प्रेम। जय प्रेम। अब राम्रो बस्दै गर्नुहोस्। ल ल ल ल ल कहिले कहिले खबर गर्दै गर्नु। ठिक हुनुहुन्छ नि? हुन्छ ठिक ल हुन्छ हुन्छ। ल गुरुज्यू, ल ल ल हजुरको आशीर्वाद सधैँ मिलिराखोस् है। ल अनि ल एकदम सेवाङ्गी। जय प्रेम।